मलाई याद छ 2066 साल माघ 15 गतेको घटना हो त्यो हैन। म एउटा कार्यक्रममा इलाकाको कार्यक्रममा गएको थिएँ। पछि उहाँहरू हामी 22-23 जना थियौँ, उहाँहरू 500 हुनुहुन्थ्यो, 400-500 हुनुहुँदो रहेछ। पछि हामीले नियन्त्रणमा लिएपछि थाहा भयो। त्यसो कारणले गर्दाखेरि हामी सानो सङ्ख्यामा बसिरहेको ठाउँमा पछि बाँच्दाखेरि 29 जिल्लाका युथ फोर्सका जिल्ला अध्यक्षहरू मैले चाहिँ पछि परिचय गर्दा थाहा भयो। पछि देशैभरिबाट टपमस्ट चाहिँ गुन्डाहरू लिएर लड्न त उहाँ आउनुभयो। म गुन्डुगा होइन नि त, उहाँ गुन्डुबाट त सुनकुसी जहाँ मेरो घर हो उहाँ लड्न आउनुभयो नि त। लड्न मात्र आउनु भएन, उहाँले 53 राउन्ड गोली चलाउनु भयो नि त मेरा विरुद्धमा। मैले त म सवादपूर्वक मेरो म्याडम चाहिँ रहे, अहिले उपाध्यक्ष हुनुभएको थियो पहिले त्रिविसी मुक्तानलाई। के छ बाहिर बुझ्न जानुहोस् त भनेर बाहिर पठाउने बित्तिकै गोली चलेपछि म निस्कियो घरबाट। उहाँहरूलाई गोली हानिरहेछन् हाम्रो रामेछापको तत्कालीन युथ फोर्सको जिल्ला अध्यक्ष शेरबहादुर तामाङ। पछि म निस्किने बित्तिकै तुरुन्तै उहाँलाई नियन्त्रणमा लिएर उहाँहरूको हातमा भएको पिस्तोल हामीले खोस्यौँ। त्यहाँबाट सुरु गरेर पिस्तोल खोज्न अलि माथि गएपछि महेशजीहरूले चलाउन थाल्नु। महेशजी अघिल्लो गाडी हुनुहुँदो रहेछ, त्यही गाडीमा केशव देवकोटाको पनि हुनुहुँदो रहेछ। अलिक बढी केशव देवकोटाको मलाई थाहा छ कि उहाँ प्रत्यक्षदर्शी नै हुनुभयो। पछि नियन्त्रणमा लिने प्रक्रियामा केशव कमललाई नियन्त्रणमा लियौँ हामीले। महेश कमललाई त्यहाँ लामो समय उहाँले गोली चलाउनु भयो, हामीले मारेर ढुङ्गामुढा गऱ्यौँ। गर्दै झन् 1.5-2 घन्टा। त्यो बेलामा प्रशासन पनि मिलेको रहेछ। संयोगले अहिले कमरेड भीम रावल पनि गृहमन्त्री हुनुहुन्थ्यो त्यो बेलामा। अहिले हाम्रो पार्टीमै हामी सँगै छौँ र कमरेड भीम रावल गृहमन्त्री भएको नाताले प्रशासनकै मिलोमतमा मैले प्रशासनलाई सिडिओ र डिएसपीलाई तत्कालीन डिएसपीलाई उहाँहरू आउँदै हुनुहुन्छ, उहाँहरूको अलिकति गुन्डागर्दी गर्ने कुरा हतियारसहित आउनु भएको छ भने मलाई त्यहाँ ड्राइभरले रिपोर्ट गर्नुभएको थियो। उहाँहरू सबैसँग पिस्तोल छ, माउजर छ, खुँडा खोगुरी छ, राजनालाई मार्ने भनेको छन्। हजुर साइड लाग्नुहोस् भनेर गाडीको ड्राइभरले पिछा गरी बाहन मलाई भनिसकेपछि अनि मैले प्रशासनलाई जानकारी गरेँ। उहाँहरूको यो तरिकाबाट आउँदै हुनुहुँदो रहेछ, तपाईँहरूले कमसेकम सुरक्षाको ग्यारेन्टी गर्नुहोस्। हुन्छ हजुर भन्नुभयो। तर गौहटे खोलामा बस्यो प्रहरी लगातार झन् 1.5-2 घन्टाको भिडन्तमा प्रहरी आएन। उहाँहरूले के पराएछ राजनालाई सिद्ध्याउँछन् त्यहाँ, त्यसपछि जाउँला। परिस्थिति उल्टो भइदियो। फेरि राजनालको टोलीले नै उहाँहरूलाई बाँधेर नियन्त्रणमा लिएर होइन बसेपछि अनि प्रशासन आएछ, प्रहरी आएको छ। अनि प्रहरीलाई पनि जानकारी थियो होइन राजनालले अलिकति तल आउने समय दिनुहोस् भनेर सायद वीर प्रशासनले भने आउनुपर्छ। त्यसो नभए त प्रहरीलाई मैले जानकारी गराए त टाइममै आउँथ्यो। सिडिओ डिएसपी दुईजनाले जानकारी गराएको छ मैले। त्यो कारणले गर्दाखेरि त्यो घटनामा चाहिँ नियोजित थियो। नियोजित यस कारणले थियो उहाँहरू आक्रमण गर्न आउनुभयो, हतियारसहित आउनुभयो, गुन्डाहरू बोकेर आउनुभयो। मैले प्रतिवाद गरेँ कि त्यो घटनामा मर्नु पर्थ्यो। पछि मलाई मुद्दा लगाइयो भने गिरफ्तार वारेन्ट गरियो होइन। झन् रमाइलो पनि छ। 2-2.5 महिना म बाहिर भूमिगत पनि बसेँ। त्यसपछि सिधै सिडिओ कार्यालय नयाँ सिडिओ र नयाँ डिएसपी मलाई याद छ रूपने बानी भन्ने डिएसपी सिडिओ नयाँ आइसकेछन्। राजनालाई गिरफ्तार गर्ने भने चाहिँ गिरफ्तार लगाओस्। सिधै म गएँ। गिरफ्तार मलाई गर्ने कि जसले हतियार बोक्छ त्यसलाई गिरफ्तार गर्ने कि प्रतिवाद गर्ने गिरफ्तार? म मर्नु पर्थ्यो त्यहाँ। गोली त उहाँले चलायो, हतियार उहाँले ल्याएको, लड्न उहाँहरू आएको, मेरो गाउँमा आएको, मेरो घरमा आएको, अनि के म मर्नु पर्थ्यो? मैले त्यहाँ प्रतिवाद गरेँ। प्रतिवाद गर्दाखेरि हामी सानो टिमले ठुलो टिमलाई नियन्त्रण लिनु भए त त्यो युद्ध कलामा त स्वभावले हामी पोख्त छौँ। उनीहरूले चलाएका गोली लाएन, हामीले हिर्काएका ढुङ्गा लाग्यो नि त। किनभने गोली चलाउन त उहाँहरू पोख्त हुन्न थियो, बोक्न चाहिँ पोख्त हो। गुन्डागर्दीहरूको भूमिका के हुन्छ भने हतियार बोक्ने तर्साउने, हतियार चलाउन नजान्ने, तिग्रा पाखुरा देखाउने, लड्न नजान्ने त गुन्डाहरूको चरित्र हुन्छ। त्यो चरित्र बारेमा म जानकार नै थिएँ। सचेतन ढङ्गले होइन पहल कदम नेतृत्व लिएको कारणले गर्दा महेशजी लगायतका केशव कौरले कब्जामा पर्नुभयो त्यो मामलामा। अलिअलि उहाँ केशव कौरलाई बचाउँदा मेरो 13 टाँका लागेको छ टाउकामा। महेशजीलाई बचाउँदा मैले ढुङ्गा खाएको छु। केशव देवकोटा कौरलाई महेश बस्नेतलाई कसैले नचिन्ने, चिने मैले। अनि मैले के भने अब गाडीभित्र बस्नु भएको थियो, निस्किँदै ननिस्किने भएपछि घिसार्न भित्र जाने क्रममा अब मैले केशव कौरले हुनुहुन्छ सोध्नु होला। केशव कौरलाई भने तपाईँलाई चिन्छन्, साथीहरूले मार्छन्, अहिले यत्रो समय गोली चलाउनु भयो, तपाईँले के गर्नुहोस् भन्दाखेरि मुख छोप्नुहोस् भने। केशव कौरले भन्नु मेरो त रुमाल छैन। अनि मैले भने यही गाडीको सिट च्यात्नुहोस्, छोप्नुहोस्, मुख छोप्नुहोस् भनेपछि उहाँले गाडीको सिट च्यातेर मुख छोपेर केशव कौर निस्किनु भयो। महेशजीको रुमाल रहेछ, रुमालले मुख बाँध्नुहोस् र त चिनेस् त तपाईँलाई पनि ठटाउँछन् भने स्वभावले बाहिर निस्किने थियो। अलिअलि कुटाए। महेशजीले अलिकति खानुभयो, केशवजीलाई त अलि पर हिँडेपछि उहाँको हिँडाइले थाहा पाइगयो कि यो केशव रहेछ भने हिँडाइले थाहा पाए। त्यसपछि उहाँहरूले हामीले आखिर नियन्त्रणमा लिइसकेपछि चाहिँ सुरक्षा दिनुपर्छ। उनीहरूले त जे गरे, हामी त युद्धको नियम पालना गर्दै आएका। नियन्त्रणमा लिएपछि हामी सिडिओ डिएसपी हिजो चाहिँ युद्धमा प्रहरीलाई त हामीले केही गर्दैन थियौँ, सकुशल रिहा गर्थ्यौँ भने होइन। हामीले के भन्यो भने अब उहाँहरू हाम्रो नियन्त्रणमा आउनुभयो, अघिसम्म गोली चलाउनु भएको थियो, अब हाम्रो नियन्त्रणमा आउनुभयो, हतियार चाहिँ हामीले कब्जा गर्ने होइन। तर
उहाँहरूले केही नगर्ने भनेर हामीले सत्तापूर्वक गुठबजार माध्यमिक विद्यालयमा लगेर पत्रकार सम्मेलन गरेर हतियार बुझाएर प्रहरीलाई यो 500 जो बाँधेका तिग्रे थिए त्यसलाई बुझाएर पठाएको भनेपछि त्यो